बोजू हजुर खुसी लागेको छ खुसी लागेको छ खुसी लागेको छ है ठुले हेलो हाई गाइस नमस्ते आज चाहिँ हाम्रो बोजूको हजुरआमा कोपीको बर्थडे हो अनि त्यही भएको कारणले हामी चाहिँ बर्थडे अब कहिले पनि जिन्दगीमा मनाउनु भएको छैन नि त उहाँले अनि त्यही भएको कारणले उहाँको बर्थडे मनाउनुको लागि चाहिँ हामी अब जन्मदिनको खुसियाली मनाइदिनु पर्यो अब उहाँ चाहिँ कति समथिङ अब उहाँ त 92-93 वर्ष नै भइसक्नुभयो उहाँको जन्म अब नागरिकता अनुसार चाहिँ उहाँ 90 वर्ष हुनुभयो अनि त्यही नागरिकता अनुसार नै उहाँको जन्मदिन मनाइदिने भन्ने हिसाबले चाहिँ उहाँले 90 वर्षको केक काटिदिने हामी चाहिँ काटिदिन लागेका छौँ अब यस्तै छ यहाँ चाहिँ रमाइलो घमाइलो यतातिर है सबैजना एकदमै आफन्तजन अब अलिकति छिमेकी 2-4जना बोलाएर चाहिँ हामी केक काट्दिन आँटेको हामी यता चाहिँ पुरै अनि तयारी अनि जुन यहाँ पहिले पुग्दै हुनुहुन्छ ठुलो चाहिँ हेर्नु न नसकी उहाँ पनि अब 65 वर्ष बढी पुगिसक्नु भयो हाम्रो बर्थडे गर्ल चाहिँ यता हो बोजू हजुर खुसी लागेको छ खुसी लागेको छ छिटी लागेको छ खुसी लागेको छ खुसी लाग्यो बाबुलाई खुसी लाग्यो खुसी लाग्यो हाम्रो मेन मान्छे चाहिँ यता हो हाम्रो फुपू चित्तै बुझ्दैन ऊ हेर्नु न ल पढायो दुनेको पढाएको हाम्रो बोजू चाहिँ यता हो हाम्रो यता बर्थडे गर्ल चाहिँ यता हो अनि एकदमै खुसी हुनुहुन्छ गाइजहरू यता चाहिँ बेलुनहरू फुलाउँदै हुनुहुन्छ कतिपयले चाहिँ अब बाहिरतिर पनि काम गर्दै हुनुहुन्छ यता चाहिँ दिदी अनि भाइ बहिनीहरू मिलेर बेलुनहरू फुलाउँदै हुनुहुन्थ्यो अनि हामी चाहिँ बाहिरतिर कामहरू गर्दैछौँ अनि उहाँहरूले चाहिँ डेकोरेसनको लागि तयारी गर्नुभएको छ अनि यस्तै छ यता चाहिँ बोजूको जेठा नातिले चाहिँ उहाँ हेर्नु न कस्तो प्राउड फुलाइराख्नु भएको छ कि जेठा नाति चाहिँ म चाहिँ के भनेर जिस्क्याउँदैछु अनि म चाहिँ उता हेर्नु न भाँडा चाहियो अरे कराई चाहियो अरे अनि कराईहरू धुँदैछु है मलाई चाहिँ मेरो चाहिँ अब भाँडा धुने काम छ क्या यसरी है म चाहिँ अनि यसरी अब खुसीले पनि त यत्रो वर्ष पुग्नु भएको अब हजुरआमा हुनुहुन्छ त्यही भएको कारणले खुसीले पनि म भाँडाहरू खन्द्राङ खुन्द्रुङ गर्दै माझ्दैछु अनि म चाहिँ अब मेरो चाहिँ कराई माझ्ने होइन काम नै अब भाँडा कराई माझ्ने यताउता त्यही भन्ने होइन त्यस्तै गर्दैछु अनि छिटो गर्नु छिटो कराई चाहिसक्यो भनेर अनि छिटो गरेर माझ्दैछु होइन अनि माझ्दै अनि त्यहाँबाट अनि उता चाहिँ पुसाइले चाहिँ खाना गरेर तरकारी पकाउँदै हुनुहुन्छ क्या हाम्रो माइला पुसाइ चाहिँ म चाहिँ छिटो गरेर कराई माझ्दैछु माइला पुसाइ चाहिँ उतातिर कराई अब भदै सकिन भनेर मलाई सोध्दै हुनुहुन्छ सकिनु लाग्यो भन्दै छिटो गर्दैछु अनि त्यसो गर्दै खुसी चाहिँ मलाई नि हेरेर बस्नु भएको छ कति बेला भदैनले सक्छ अनि फेरि हेर्नु न फुपू चाहिँ यहाँ बेलुन फुलाएको गर्नु भएको छ हेर्नु न नसकी फुलाउनु भएको छ कि हेर्नु न आमाको बर्थडेमा मासु पकाउँदैछौँ कि हामी चाहिँ मासु पकाउँदैछौँ यहाँ चाहिँ अनि पुसीले मिठो बनाउनुहुन्छ नि त पुसी हुनुहुन्न थियो त्यही भएर अनि यता चाहिँ हेर्नु अनि कसैले चाहिँ पुरा यत्तिकै सकेर हिँडिदिनु भएछ अनि अब यो ठिक छ बोजू ठिक छ उसले चपाउँछ मलाई देखाउँछ उता पुसी देखिराख्नु भएको छ मेरो भिडियोमा मै आफै देखिरहेको छैन तिम्रो नाम के हो बहिनी मेरो नाम के हो तपाईँलाई थाहा छैन यत्रो वर्ष पनि जेठी माइली यता जेठी म माइली यता ठुली यता माइला है ठुले उहाँ त सेफ हो नि
यता चाहिँ हेर्नु न फेरि के गर्दै हुनुहुन्छ भनेर यसरी खिचेको अनि यत्तिकै बसिराख्नु भएको रहेछ अनि बोजू बोजू भनेको बोजूले चाहिँ सुन्नु भएको छैन कि यसो हेरी मात्रै राख्नु भएको छ क्या। हाम्रो फिनिसिङ चाहिँ यस्तो भएको छ, यहाँदेखि नै हो यस्तो यस्तरी छ, यस्तरी फिनिसिङ चाहिँ। हाम्रो ठुटी फुपू, हाम्रो बोजू बोजू ठिक छ ठिक छ। अनि यहाँ हेर्नु न बोजूलाई चाहिँ अनि के छ कस्तो छ राम्रो भयो भनेको राम्रो छ भन्दै हुनुहुन्छ। अनि ठुली फुपू चाहिँ मोबाइल हेर्दै हुनुहुन्छ अनि यता बहिनीहरू अनि यता साइली फुपू पनि साइडमा हुनुहुन्छ। अनि कस्तो छ बोजू राम्रो लाग्यो भनेको राम्रो छ तर खोके भयो रे। सानी नपाउने के ठिकै भएछ त, ठिकै भएछ त नि। बोजू बर्थडे आउनु पर्ने रहेछ है, सबैले दिने रहेछ के है। बर्थडे आयो भने सबैले दिनु हुँदो रहेछ। बत्ती आयो भने बत्ती हो कि के हो रे? बर्थडे जन्मदिन बोजू, जन्मदिनको जन्मदिन आयो भने सबैले दिनु हुँदो रहेछ है। जन्मदिन आयो भने सबैले दिने रहेछन् है। अब काउली र मासुलाई 2 केजी भएको पुग्दैन रहेछ नि, फेरि ल्याउनु पर्ने रहेछ। टमाटर पुग्दैन रे हो। फोटो खिचिया हाम्रो आमा नि राम्रै हुनुभएछ। त्यसले भनेको अब आफ्नो घरमा यसो राम्रो भएपछि थर हुनु पर्यो। राम्रै बन्नु पर्यो, राम्रै भन्नु पर्यो। आमाको भिडियो गर्छ न भाइले, राम्रै हुनुभयो। को छ भाइ चाहिँ नि भोका बनाउँदै कोही छैन। ल जय मासी बोजू धेरै पकाएको छ, राम्रो छ। हाम्रो घरमा सबैजनाको बर्थडे मनाउन लागेको छ। ल हाम्रो आमाको बर्थडे हाम्रो घरको ल बर्थडे बनाउनु लागेको छ, राम्रो छ। तपाईँको घर कति भाग्यमानी 90 वर्षको आमा। त्यही त भएर राम्रो गरेको छ, घरमा रमाइलो छ, सबैजनासम्म हुनुभएको छ। 95 होइन बोजू, 95 धेरैजना घर रमाइलो गरेको छ। खाना पकाउनु राम्रो छ, सबैजना हुनुहुन्छ। पुग्नु त कति पुग्नु भयो तर अलिक बढी नै होला। 90 वर्षको भूकम्प त थाहा पाउनुहुन्छ अरे, तर 91 को रहेछ के उसले नागरिकता। नागरिकता अलिक महँगो बनाइदिनु। आमालाई झन् राम्रो बनाइदिनु त आमालाई लु हेर लगाइदिएर वर्षको त 95 पुगेको होइन हजुर, 95 92 जस्तो पुगेको कि 93 नानी ल्याइदिएको छ। यो ठुलो छोरीले के अरे उयो माइली छोरीले यो उमेरमा आमा भनेर के छ लाग्दैन। भित्र छ क्या यो नातिले अनि हेर ल आमा कति भाग्यमानी, सबैजना भएर ल हेर्नुहोस्। आमालाई ताली बजाइदिए आमालाई ल आमालाई ताली बजाइदिए। यता राम्रो मान्छे होइन, कति राम्रो। हुन्छ ल के गर्नु निभाउनु बर्थडे नि अन्तिम भयो बर्थडे नि अन्तिम हो बर्थडे नि सक्यो। अब बर्थडे नि सक्यो, अब टोपी पनि छैन। बोतलै औषधि मासु हालेर ल्याउन हो यता अझै निकै निकै पारा हेर्दैछु है म, पारा देख्दैछु। फुपू यता हेर्नु न, बर्थडे सक्यो। देख्नु पर्यो गोली नभए त बर्थडे
ह्यापी बर्थडे टु खानु परेन यु खानु परेन ह्यापी बर्थडे बुढियामाई ह्यापी बर्थडे बजु अब बर्थडे बर्थडे नि सकियो तातो पानी पनि ऊ खाना नि खाइएन आज मेरो आज जन्मदिन हो भने भनिदिनु न यता बजु मेरो जन्मदिन हो भन्नु न दबाई तान्नु भयो मलाई दिएछौ बर्थडे त सिद्धियो बर्थडे त सिद्धियो पारा पारा बर्थडे बर्थडे खेर फाल्नु भयो छिमेकीलाई आज इन्भाइट गरेको हो आएन कहाँदेखि छिमेकीको याद आएछ कसैलाई इन्भाइट के अरे रक्सी खिलना अनि पाउँछन् मनको बिलना भनेर गीत गाउँथ्यो हाम्रोतिर त्यही पारा भयो होइन बोलाएको हो अनि अब आएन के हो कहाँको छिमेकी हो यहाँ आइने हो